बिहानको सुरुवाती सँगै आफ्नै करेसाबारीमा फलेको यो अर्गानिक कटहरहरूको स्वाद लिँदैछु म। तपाईहरु कहाँबाट हुनुहुन्छ? आज एकादशीको दिन खाना खान हुँदैन भन्छन्, आफू त कटहर यसरी यस्तो छ, यसरी खानुपर्छ के रे। उसले त काँचेको पार्छ त नि, के हो यस्तो मिठो त हो एकदम फेभरेट। ल अब अर्ग्यानिक कटहरको अब अन्तिम चरणमा छ। तपाईहरु कसैलाई पनि इच्छा छ, मन छ भने आउनु होला, घरमा खानु पर्यो। अब सकिन लाग्छ है हजुर। अब फिनिस मेरो कान्छीले यसरी खान्छ कि ल हेर्नु कि। ओहो, यो ठुलो कटहर पर्छ नि। मिठो रहेछ झन् यो कटहर। कति मिठो छ, कति फुल्ने रहेछ। ओ तर आज त्यो चलाउन। वेलकम छ सबैजनालाई। पैसा चाहिन्छ र? कान्छी कटहर कस्तो छ? भान्जाले यम्मी रे। कस्तो छ कान्छी कटहर? यो कटहर मात्रै खाने होइन क्या, यो कटहर भित्रको बिहा पनि आफूले घारम चबाएर खानुपर्छ। ल्यार्नुहोस् है ल्यार्नु। यो कटहरको बिहान यसरी फोऱ्यो, सट्ट बनायो, सट्ट निस्किन्छ। अनि गरम गरेर खानुपर्छ। यो दिउँसोलाई नास्ता खाजा पनि हुन्छ। बिहानीको सुरुवातीसँगै भनेर गरम काँचै खाने क्या सबै। त्यसको त अलिक भएन क्या, त्यो भएन। त्यो त लाखुको पारा भइसक्यो। ल अब सक्यो, कटहर सक्यो। अब के खाने खै? ल भोलिबाट के खाने? यस्तो पानी परिरहेछ, झमझम पानी परिरहेछ। हाम्रो होटल डबल लेकको सञ्चालक हाम्रो साउजी पनि यहीँ हुनुहुन्छ, माझीगुनामा। उहाँको होटल एकदम माछा ग्रिल फिस खानको लागि रेडी हुनुहोस् होइन। सक्यो कटहर, अब छैन। अब पनि स्पेसल यहीँको लोकल रुपतालको टिलिपिया स्पेसल होइन। उहाँ यसरी कटहर पनि एकदमै उहाँ रुचाउनुहुन्छ। र भोलि हाम्रो तपाईँहरूलाई हाम्रो प्रोग्राम छ। अलिक कटहर पाइन्छ साँगे खोला, त्यहाँ लगेर त्यसको भिडियो पनि देखाउने क्रममा छौँ। र अन्तिम साँगे खोलाको कटहर खाने, त्यसपछि सकियो। हामी दुईजना दाजुभाइको प्रोग्राम त्यहाँ छ। हामीलाई हेर्दै गर्नुहोस्, राम्रो चिज हामी एकदम स्पेसल चिज देखाउँछौँ। एक दिन तपाईँहरूलाई ग्रिल फिस बनाउने तरिका पनि सिकाउनुहुन्छ।